हुन्छ, आउनुहोस् हामी आजको वचन चाहिँ आजको वचनको शीर्षक चाहिँ आत्मिक लडाइँको निम्ति आत्मिक हात हतियार धारण गर्नु भन्ने शीर्षकमा चाहिँ हामी वचन हेर्न गइरहेका छौँ। विश्वासी जीवन जिइरहँदाखेरि हाम्रो प्रत्येक दिनको लडाइँ, हाम्रो प्रत्येक दिनको युद्ध भनेको चाहिँ हाम्रो चाहिँ आत्मिक लडाइँ हो। हेर्नुहोस् है, हाम्रो लडाइँ चाहिँ जहिले पनि आत्मा, जसरी हामी आत्मामा जिउनु पर्दछ अनि हाम्रो लडाइँ चाहिँ दियाबलसँग हो, कुनै शरीरसँग कुनै रगतसँग नभएर चाहिँ यो चाहिँ नितान्त हाम्रो दियाबलसको जति पनि युक्तिहरू, जति पनि योजनाहरू तपाईँ र मेरो जीवनमा त्यसले जुन बाधाहरू ल्याउँदछ त्यसको निम्ति चाहिँ हाम्रो लडाइँ हो। अनि यो लडाइँको निम्ति चाहिँ हाम्रो आत्मिक हात हतियारहरू के हो त, परमेश्वरले दिनुभएको हात हतियारहरू चाहिँ के हो भन्ने कुरा चाहिँ आज हामी हेर्दै जानेछौँ। अनि एफिसीको पुस्तकमा चाहिँ 6 अध्यायको चाहिँ 10देखि 18 पदसम्म चाहिँ यसरी लेखिएको छ। एफिसीको पुस्तक 6 अध्यायको 10 पददेखि 18 पदसम्म चाहिँ यसरी लेखिएको छ। हुन्छ, म यहाँहरूको सबैजनाको निम्ति म पढिदिनेछु। यहाँ यसरी लेखिएको छ, अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ, दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाइका आत्मिक सेनाहरूका विरुद्ध हो। यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खडा हुन सक्ने हौ। यस कारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लाएर खडा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाऊ र पवित्र आत्माको तरबार ल्याऊ, जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो। आमेन। आज चाहिँ परमेश्वरले चाहिँ हामीलाई चाहिँ आत्मिक लडाइँको निम्ति, हाम्रो आत्मिक युद्धको निम्ति चाहिँ परमेश्वरको जुन हात हतियार उहाँले हामीलाई दिनुभएको छ त्यो धारण गर भनेर चाहिँ आजको वचनले तपाईँ र मलाई भन्दै हुनुहुन्छ। अनि आज चाहिँ हामीले आत्मिक हात हतियार अर्थात् परमेश्वरको हात हतियार चाहिँ हामीले यहाँनिर पढे अनुसार चाहिँ 6वटा हामी हेर्नेछौँ। एउटा सत्यता, धार्मिकता, अनि सुसमाचार, विश्वास, मुक्ति र पवित्र आत्माको विषयमा चाहिँ हामी हेर्दै जानेछौँ। आजको वचनमा चाहिँ थोरै लामो हुनसक्छ, तर म सकभर यसलाई चाहिँ छोटो गर्ने म प्रयास गर्नेछु। अनि सबैभन्दा पहिला चाहिँ आत्मिक लडाइँको निम्ति चाहिँ परमेश्वरले चाहिँ हामीलाई भन्दै हुनुहुन्छ कि सत्यले कम्मर कस। हेर्नुहोस् है, सत्यताले चाहिँ कम्मर कसेर चाहिँ कस्नु भनेर चाहिँ पहिलो अनि परमेश्वरले चाहिँ हामीलाई हतियारको रूपमा चाहिँ भन्दै हुनुहुन्छ। अनि सत्यता चाहिँ के हो त भनेर भन्नुहुन्छ भनेदेखिलाई चाहिँ सत्यता चाहिँ यो हो कि परमेश्वर स्वयं पुत्र येशू ख्रीष्ट भएर यो संसारमा आउनुभयो अनि हाम्रो पापहरूको खातिर अर्थात् हामीलाई पापबाट छुटकारा दिनको निम्ति उहाँले सबै प्रकारका चाहिँ दुःख कष्टहरू चाहिँ भोग्नुभयो र क्रुसमा चाहिँ बलि हुनुभयो। यो नै सत्य हो। येशू ख्रीष्ट चाहिँ स्वयं परमेश्वर भएर पनि यो संसारमा पुत्र भएर आउनुभयो र हामीलाई पापबाट छुटकारा दिनको निम्ति,
हाम्रा सबै चाहिँ अपराधहरू क्षमा गर्नको निम्ति चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ सबै त्यो दुःख कष्ट भोगेर चाहिँ क्रुसमा बलि हुनुभयो। अनि यो सत्यतामा चाहिँ हामी जिउँदछौँ र जिउनु आवश्यक छ। यो नै सत्य हो। योभन्दा यसमा मात्र सत्यता हामी पाउँदछौँ। यसले मात्र हामीलाई मुक्ति दिँदछ। अनि यही सत्यतालाई हामीले चाहिँ कम्मरमा कसेर जब हामी अगाडि बढ्दछौँ भनेदेखिलाई चाहिँ हामीले चाहिँ विजय प्राप्त गर्न सक्छौँ। अनि यो सत्यतालाई चाहिँ यहाँनिर चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ कि यो सत्यतालाई चाहिँ यो सत्यलाई चाहिँ कम्मरमा कस भनेर चाहिँ भन्नुभएको छ। हेर्नुहोस् है, यो सत्यलाई चाहिँ कम्मरमा कसेर चाहिँ तिमीहरू युद्धको निम्ति चाहिँ तयारी हौ भनेर चाहिँ परमेश्वरले आजको वचनमा भन्दै हुनुहुन्छ। एउटा कुरा चाहिँ यहाँनिर जब हामी कुनै पनि काम गर्नको निम्ति चाहिँ जब हामी यो कम्मरमा चाहिँ हामी के कुराले चाहिँ हामी कस्छौँ बाँध्छौँ भनेदेखिलाई चाहिँ हामीमा चाहिँ एउटा एक प्रकारको आँट आउँछ नि, जोस आउँछ नि। कुनै पनि काम गर्नुभन्दा अगाडि चाहिँ के कुराले चाहिँ यहाँ बाँधेको छ भनेदेखिलाई चाहिँ हामीलाई चाहिँ त्यो काम गर्नको निम्ति चाहिँ जोस आउँछ, आँट आउँछ। त्यो चाहिँ एउटा सपोर्ट, एउटा चाहिँ सहाराको रूपमा चाहिँ त्यसले काम गर्छ नि। त्यो चाहिँ हाम्रो भरोसा हो। अनि परमेश्वरले चाहिँ यहाँ के भन्दै हुनुहुन्छ भनेदेखिलाई चाहिँ त्यो सत्यताले चाहिँ कम्मरमा कस भनेर चाहिँ भन्दै हुनुहुन्छ। जसको अर्थ चाहिँ सत्य चाहिँ यही हो कि प्रभु येशू ख्रीष्ट यो संसारमा आउनुभयो अनि हरेक प्रकारको दुःख कष्ट भोग्नुभयो हाम्रो पापको निम्ति र क्रुसमा बलि हुनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो र स्वर्गमा चाहिँ उचालिनु भयो र पिता परमेश्वरको दाहिने बाहुलीतर्फ चाहिँ विराजमान हुनुभयो। यो चाहिँ सत्य हो। अनि यो सत्यतामा चाहिँ तपाईँ र म हामी जिउँछौँ र जिउनु आवश्यक पनि छ। अनि त्यो सत्यताले जब तपाईँ र मैले चाहिँ कम्मरमा कसिकन हामी हिँड्छौँ भनेदेखिलाई चाहिँ सधैँ हामीलाई चाहिँ शक्ति त्यो हामीले प्राप्त गर्न सक्छौँ। यहाँनिर चाहिँ परमेश्वरले आजको वचनमा चाहिँ जुन परमेश्वरले दिनुभएको हात हतियारहरू छ त्यसलाई चाहिँ एउटा सिम्बोलिक रूपमा चाहिँ प्रभुले त्यो सँगसँगै शब्दहरूलाई चाहिँ चलाउनु भएको छ। जस्तै सत्यतालाई चाहिँ कम्मरमा कस्नु भन्नुभएको छ। धार्मिकताको चाहिँ यहाँनिर चाहिँ धार्मिकताको छाती पाता भनेर भन्नुभएको छ। सुसमाचारको मिलापको सुसमाचारको जुत्ता लाउनु भनेर भन्नुभएको छ। हेर्नुहोस् है, विश्वासको ढाल उठाऊ भनेर भन्नुभएको छ। अनि त्यसै गरी मुक्तिको टोप, शिरमा लाउने टोप लाउनु भनेर भन्नुभएको छ। र अन्तिममा चाहिँ पवित्र आत्माको तरबार उठाऊ भनेर चाहिँ परमेश्वरले चाहिँ आजको वचनमा भन्दै हुनुहुन्छ। अनि त्यसमध्येमा सबैभन्दा पहिले चाहिँ हामीले चाहिँ सत्यले चाहिँ कम्मर कस भन्ने शीर्षकमा चाहिँ हामीले वचन हेऱ्यौँ। अनि यहाँनिर चाहिँ हामी हेर्छौँ भनेदेखिलाई चाहिँ रोमीको पुस्तक 4 अध्यायको 25 पदमा चाहिँ यसरी लेखिएको छ, उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई चाहिँ जीवित पारिनुभयो। यो नै सत्य हो। उहाँ चाहिँ हाम्रो अपराधहरूको निम्ति चाहिँ मारिनुभयो र हामीलाई धर्मी ठहर्याउनको निम्ति, हामीलाई हाम्रो पापबाट छुटकारा दिनको निम्ति चाहिँ उहाँ चाहिँ जीवित पारिनुभयो। अनि यो सत्यतामा चाहिँ हामी जिउनु आवश्यक छ। हामी जिरहेका पनि छौँ र हामी जिउँदै हामी यसलाई नै हामीले कम्मरमा कसेर चाहिँ हामीले जिउनु आवश्यक छ, जसले चाहिँ हामीलाई प्रत्येक दिन चाहिँ हामीलाई ताजा बनाउँदै हामीलाई लैजान्छ। अनि यो चाहिँ कम्मरमा कसेर मात्र चाहिँ तिमीहरू हिँड भनेर चाहिँ परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ। सत्यताले चाहिँ कम्मरमा कसने। अर्को चाहिँ धार्मिकताको छाती पाता भनेर चाहिँ यहाँनिर परमेश्वरले भन्दै हुनुहुन्छ। धार्मिकता चाहिँ परमेश्वरले सित्तैमा दिनुभएको अनुग्रह हो जुन विश्वासद्वारा प्राप्त गर्न सकिन्छ। धार्मिकता चाहिँ
परमेश्वरले दिनुभएको अनुग्रह जुन चाहिँ हाम्रो विश्वासद्वारा चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। हेर्नुहोस् है, अनि हृदयको शुद्धता र हृदयबाट गरिएको विश्वासले चाहिँ धार्मिकता ल्याउँछ। सुन्दै हुनुहुन्छ नि है, बुझ्दै हुनुहुन्छ है। धार्मिकता चाहिँ परमेश्वरले दिनुभएको सित्तैको अनुग्रह हो, जुन चाहिँ हाम्रो हृदयको शुद्धता र हृदयबाट गरिएको विश्वासबाट चाहिँ हामीले पाउन सक्छौँ। यो चाहिँ परमेश्वरले दिनुभएको धार्मिकता चाहिँ, धर्मी चाहिँ ठहर गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई धर्मी ठहर गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ, जुन कुरा चाहिँ हाम्रो विश्वासद्वारा हामीले प्राप्त गर्न सक्छौँ। हेर्नुहोस् है, हृदयको शुद्धताले, हृदयबाट गरिएको विश्वासले चाहिँ हामीलाई धर्मी उहाँले ठहर्याउनुहुन्छ। अनि यहाँनिर चाहिँ त्यो धार्मिकताको छाती पाता लगाऊ भनेर चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ। एउटा कुरा थाहा छ तपाईँको, यो छाती पाता चाहिँ हामीले यहाँ लाउँछौँ नि, यहाँनिर हाम्रो यो शरीरको सबैभन्दा मुख्य भागहरू चाहिँ यहाँ रहन्छ नि, हाम्रो हृदयदेखि मुटु सबै कुरा यहीँ रहन्छ नि। हो, यसलाई छेक्नको निम्ति चाहिँ छाती पाता चाहिँ यहाँनिर चाहिँ हामी लाउँछौँ नि। हो, धार्मिकता पनि हाम्रो हृदयको शुद्धता, हृदयबाट हामीले गरिएको विश्वासले मात्र हामी धर्मी ठहरिने भएको कारणले गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ धार्मिकतालाई चाहिँ छाती पाताको रूपमा चाहिँ यहाँनिर भन्दै हुनुहुन्छ। धार्मिकतालाई चाहिँ परमेश्वरले चाहिँ छाती पाताको रूपमा चाहिँ यहाँनिर हामीलाई प्रकट गर्दै हुनुहुन्छ, जुन चाहिँ हृदयको शुद्धता र हृदयबाट गरिएको विश्वासबाट चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। अनि रोमीको पुस्तक 4 अध्यायकै हामी 21 र 22 पदमा हेर्छौँ भनेदेखिलाई चाहिँ त्यहाँनिर चाहिँ प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहमलाई पुरा निश्चय थियो। यसै कारण पनि उनको विश्वास उनको निम्ति धार्मिकता गनियो। हेर्नुहोस् है, धार्मिकता चाहिँ जहिले पनि हाम्रो विश्वासद्वारा चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। पुरा विश्वास, निश्चयता, हाम्रो भरोसाले, हामी परमेश्वरमा हामीले जुन विश्वास गर्छौँ, जुन भरोसा हामीले राखेका छौँ, प्रभु येशू ख्रीष्ट नै हाम्रो मुक्तिदाता हुनुहुन्छ भन्ने कुराको विश्वासले चाहिँ हामीलाई धर्मी ठहर गरेको छ। धार्मिकता चाहिँ तपाईँ र मैले जुन हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेको छ, त्यो पनि हृदयको शुद्धताबाट, हेर्नुहोस् है, हृदयबाट गरिएको विश्वासले चाहिँ हामीलाई चाहिँ धर्मी ठहर गर्नुभएको छ परमेश्वरले। अब्राहमको जीवनमा पनि परमेश्वरले चाहिँ जुन प्रतिज्ञा गर्नुभएको थियो, तर अब्राहमले चाहिँ कुनै पनि शङ्का नगरिकन जुन प्रतिज्ञा परमेश्वरले चाहिँ दिनुभएको थियो, त्यो प्रतिज्ञामाथि चाहिँ उसले विश्वास गरेको छ। त्यो विश्वासको कारणले गर्दाखेरि चाहिँ अब्राहम चाहिँ धर्मी ठहर भएको कुरा चाहिँ हामीले पाउँदछौँ। अनि धार्मिकता चाहिँ तपाईँ र मैले परमेश्वरमा गरिएको पुरा भरोसा, विश्वास, हृदयको शुद्धताले चाहिँ तपाईँ र मलाई चाहिँ धर्मी ठहर गर्दछ। यो चाहिँ छाती पाताको रूपमा चाहिँ परमेश्वरले चाहिँ पहिरनु, लगाउनु भनेर चाहिँ परमेश्वरले चाहिँ भन्दै हुनुहुन्छ। हामीले दुईटा हेरौँ। अब सुसमाचारको जुत्ता, मिलापको सुसमाचारको जुत्ता लगाउनु भनेर चाहिँ परमेश्वरले अर्को हामीलाई चाहिँ आत्मिक हतियार चाहिँ दिँदै हुनुहुन्छ, भन्दै हुनुहुन्छ। सुसमाचार चाहिँ प्रभु येशू ख्रीष्टले आफ्ना चेलाहरू अर्थात् तपाईँ र मलाई दिनुभएको आज्ञा हो। हेर्नुहोस् है, यो चाहिँ प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई चाहिँ सुसमाचार चाहिँ आज्ञाको रूपमा चाहिँ दिनुभएको छ, जुन हामीले पालना गर्नुपर्छ। सुसमाचार चाहिँ प्रभु येशू ख्रीष्टको चाहिँ आज्ञा हो।
अनि सुसमाचारलाई पनि यहाँनिर चाहिँ परमेश्वरले चाहिँ जुत्ताको रूपमा चाहिँ राख्नुभएको छ क्या। मिलापको सुसमाचारको जुत्ता लगाओ भनेर चाहिँ परमेश्वरले यहाँनिरै भन्दै हुनुहुन्छ। एउटा हामी यात्रामा हामीलाई सहज बनाउनको निम्ति, यात्रामा अगाडि बढ्नको निम्ति, हामी आफ्नो गन्तव्यसम्म पुग्नको निम्ति चाहिँ जुत्ताले हामीलाई ठुलो सहायता दिएको हुन्छ। हाम्रो उद्देश्य, हाम्रो गन्तव्य हामीले प्राप्त गर्नको निम्ति, हामी गन्तव्यसम्म पुग्नको निम्ति चाहिँ हामीलाई जुन हाम्रो यात्रामा हेर्नुहोस् है, यात्रामा हाम्रो पाइला चाल्नको निम्ति चाहिँ जुन सहायता चाहिँ जुत्ताले हामीलाई दिँदछ, अनि सुसमाचारले पनि परमेश्वरको राज्य चाहिँ वृद्धि गर्दछ। हेर्नुहोस् है, परमेश्वरको राज्य वृद्धिको निम्ति चाहिँ सुसमाचारको आवश्यक छ। अनि परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ कि मिलापको सुसमाचारको जुत्ता लगाओ। जसरी हाम्रो यात्रालाई चाहिँ जुत्ताले हामीलाई सहज बनाउँदछ, हाम्रो गन्तव्यमा पुग्नको निम्ति चाहिँ हामीलाई सहायता दिँदछ, अनि सुसमाचारले चाहिँ परमेश्वरको राज्य वृद्धिको निम्ति चाहिँ सहायता दिँदछ। अनि त्यसैले पनि प्रभु येशू ख्रीष्टले चाहिँ यो चाहिँ आज्ञाको रूपमा दिनुभएको वचन हो। हामी मत्ती 10को 6 र 7 पदमा हेर्छौँ भनेदेखिलाई चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुभयो, तर इजरायल जातिका हराएका भेडाहरू कहाँ जाओ, स्वर्गको राज्य नजिक आइपुगेको छ भन्दै प्रचार गर भनेर चाहिँ त्यहाँनिर चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। अनि हामीलाई यो पनि थाहा छ कि स्वर्गको राज्य भनेको के हो। हामीले वचन पनि हेरिसकेका छौँ। स्वर्गको राज्य चाहिँ स्वयं प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि त्यो मिलापको सुसमाचार लिएर जो प्रभु येशू ख्रीष्ट यो संसारमा आउनु भएको छ, त्यो कुरा चाहिँ प्रचार गर भनेर चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ हामीलाई भन्नुभएको छ। यो चाहिँ आज्ञाको रूपमा चाहिँ दिनुभएको छ। अनि मर्कुसको पुस्तक 16 अध्यायको 15 पदमा पनि प्रभु येशू ख्रीष्टले भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर चाहिँ त्यहाँनिर चाहिँ प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। यो चाहिँ आज्ञा हो। परमेश्वरले, प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँ र मलाई चाहिँ दिनुभएको आज्ञा हो, जुन कुरा चाहिँ हामीले पुरा गर्नु पर्छ। अबको यात्रा अघि पनि हामीले शीर्षकमा हेऱ्यौँ कि आत्मिक जीवनमा चाहिँ हाम्रो लडाइँ चाहिँ दियावलसँग हो, कुनै शरीरसँग होइन, कुनै रगतसँग होइन। अस्तिको जेन्जी आन्दोलन चाहिँ त्यो चाहिँ शरीरमा थियो। हेर्नुहोस् है, त्यो चाहिँ जसले सक्छ मार्ने र सत्ता चाहिँ आफूले कब्जा गर्ने भन्छ नि, त्यसलाई सत्ता प्राप्तिको लागि गरिएको त्यो चाहिँ लडाइँ थियो। तर आज तपाईँ र मेरो लडाइँ चाहिँ त्यसको निम्ति होइन। तपाईँ र मेरो आजको लडाइँ चाहिँ दियावलसँग हो, जसले हाम्रो यो आत्मिक जीवन जिरहँदाखेरि जुन बाधाहरू, जुन समस्याहरू चाहिँ हाम्रो जीवनमा ल्याउँदछ, त्यो बाधाहरू, त्यो समस्याहरूलाई चाहिँ नाश पार्नको निम्ति चाहिँ आत्मिक जुन हात हतियारहरू परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ, त्यो चाहिँ धारण गर्नु आवश्यक छ। जब हामी परमेश्वरले दिनुभएको हात हतियार हामी धारण गर्छौँ, हामी भिरिकन लडाइँको निम्ति हामी निस्कन्छौँ भनेदेखिलाई मात्र तपाईँ र मैले चाहिँ त्यो लडाइँ, त्यो युद्ध चाहिँ हामीले विजय गर्न सक्छौँ, विजय प्राप्त गर्न सक्छौँ। आमेन। त्यो युद्ध विजय प्राप्त गर्नको निम्ति चाहिँ परमेश्वरले दिनुभएको हात हतियार चाहिँ हामीले धारण गर्नु आवश्यक छ। अनि आज परमेश्वरले तपाईँ र मलाई यो कुरा भन्दै हुनुहुन्छ कि अबको हाम्रो लडाइँ चाहिँ आत्मिक लडाइँ हो, दियावलसँग हो। यहाँनिर अझ के भनिएको छ भनेदेखिलाई चाहिँ स्वर्गीय स्थानहरूमा भएको दुष्टाइको निम्ति पनि हामीले चाहिँ आत्मिक लडाइँ लड्नु आवश्यक छ। हेर्नुहोस् है, स्वर्गको स्थानमा, यो संसारमा मात्र नभएर स्वर्गीय स्थानमा। किनभने दियावलस पनि त पहिला चाहिँ स्वर्गदूत थियो नि। जब उसले परमेश्वरको बराबरी हुने जुन एउटा इच्छा गर्यो, जुन आकाङ्क्षा गर्यो, त्यस पछाडि त उसलाई परमेश्वरले
चाहिँ स्वर्गबाट निकालिदिनु भएको हो नि। अनि परमेश्वरले चाहिँ आज तपाईँ र मलाई चाहिँ दियाबलसका ती हरेक चाहिँ युक्तिहरूलाई, हरेक बन्धनहरूलाई चाहिँ तोड्नको निम्ति चाहिँ परमेश्वरले जुन हात हतियार तपाईँ र मेरो जीवनमा दिँदै हुनुहुन्छ त्यो कुराहरू चाहिँ धारण गर भनेर चाहिँ परमेश्वरले आज हामीलाई वचनमा भन्दै हुनुहुन्छ। सुसमाचार चाहिँ परमेश्वरले दिनुभएको आज्ञा हो र सुसमाचारले मात्र परमेश्वरको राज्य वृद्धि गर्न हामीले सक्छौँ। अनि अर्को कुरा छ विश्वासको ढाल भनेर चाहिँ यहाँनिर चाहिँ दिएको छ। विश्वासको ढाल हेर्नुहोस् त, विश्वास चाहिँ परमेश्वरमाथि गरिएको पुरा भरोसा हो। हेर्नुहोस् है, पुरा भरोसा, थोरै पनि होइन, पूर्ण रूपले गरिएको विश्वास, भरोसा चाहिँ विश्वास हो, जसले चाहिँ दियाबलसको हरेक युक्ति र बन्धनहरूलाई चाहिँ हामीले तोड्न सक्छौँ। अनि तोड्ने मात्र होइन, दियाबलसले जुन प्रहार गर्छ नि, जुन आक्रमण गर्छ नि, त्यसबाट पनि हामी बस्न सक्छौँ। हामी त्यो कुराबाट चाहिँ हामी सुरक्षामा रहनको निम्ति पनि हाम्रो विश्वास चाहिँ पुरा भरोसा चाहिँ हाम्रो परमेश्वरमा हुनु आवश्यक छ। विश्वासले चाहिँ ढालको काम गर्छ। ढालले के गर्छ? शत्रुले आक्रमण गर्दाखेरि चाहिँ उसले आक्रमण गरेको हात हतियारबाट चाहिँ हामीलाई बचाउनको निम्ति प्रयोग गरिने हो नि। हो, त्यसले चाहिँ हामीलाई छेक्छ नि त, हामीलाई सुरक्षामा राख्छ नि। हो, विश्वासले चाहिँ दियाबलसको हरेक युक्ति र जुन योजनाहरू छ, हामीलाई यो जीवन जिइरहँदाखेरि जति पनि अप्ठ्याराहरू, जति पनि समस्याहरू हामीलाई ल्याउँदछ, त्यो कुराबाट चाहिँ बस्नको निम्ति चाहिँ हाम्रो विश्वास, हाम्रो भरोसा चाहिँ बलियो हुनु आवश्यक छ। तब मात्र हामी चाहिँ आउने शत्रुको आउने, दियाबलसको आउने हरेक प्रहारबाट चाहिँ हामी बच्नलाई, सुरक्षामा रहनलाई हामी सक्छौँ। अनि यशाया अगमवक्ताले चाहिँ, यशाया अगमवक्ताको पुस्तकमा चाहिँ 26 अध्यायको 3 पदमा चाहिँ यसरी भनेका छन्, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शान्तिमा राख्नुहुन्छ। हेर्नुहोस् है, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शान्ति दिनुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्छ। हेर्नुहोस् है, हाम्रो भरोसाले, हाम्रो विश्वासले चाहिँ परमेश्वरले चाहिँ पुरा शान्ति, थोरै शान्ति होइन, पुरा शान्ति भनेर चाहिँ त्यहाँ भनिएको छ। पुरा शान्ति चाहिँ परमेश्वरले चाहिँ दिनुहुन्छ। यदि हाम्रो विश्वास र भरोसा चाहिँ परमेश्वरमा हामीले राखेका छौँ भनेदेखिलाई चाहिँ शत्रुबाट आउने हरेक चाहिँ आक्रमणबाट चाहिँ, प्रहारबाट चाहिँ हामी सुरक्षित रहन सक्छौँ। अनि यशाया अगमवक्ताले पनि चाहिँ यो कुरालाई चाहिँ भन्नुभएको छ कि यदि हाम्रो मन चाहिँ परमेश्वरमा अडिएको छ, यहाँ हेर्नुहोस् त, अडिनु, टक्क स्टप हुनु, स्थिर हुनु, स्थिर जब हामी हुन्छौँ नि परमेश्वरमा, तब मात्र परमेश्वरले चाहिँ हामीलाई पुरा शान्ति दिनुहुने कुरा चाहिँ यहाँनिर चाहिँ यशाया अगमवक्ताले गर्नुभएको छ। पुरा शान्ति प्राप्त गर्नको निम्ति चाहिँ हामीले परमेश्वरमा चाहिँ हामी अडिनु आवश्यक छ, स्थिर हुन आवश्यक छ, परमेश्वरमा हामी रहिरहनु आवश्यक छ, जसले चाहिँ तपाईँ र मलाई चाहिँ दियाबलसको हरेक चाहिँ प्रहारबाट चाहिँ हामीलाई सुरक्षा हामीले प्राप्त गर्न सक्छौँ। अनि यो विषयमा अझ भजन सङ्ग्रह 91लाई हामी हेर्छौँ भनेदेखिलाई चाहिँ त्यहाँनिर चाहिँ विश्वासले चाहिँ हामीलाई के कुराबाट चाहिँ हामीलाई सुरक्षा दिन्छ भन्ने कुरा चाहिँ त्यहाँनिर चाहिँ उल्लेख गरिएको छ। हामी त्यता चाहिँ जाँदैनौँ, तर 91लाई चाहिँ एकदम डिटेलमा हेर्ने हो भने चाहिँ हाम्रो विश्वासले चाहिँ हामीलाई हरेक पासोबाट चाहिँ हामीलाई बचाउँछ भन्ने कुरा चाहिँ भजन सङ्ग्रह 91मा चाहिँ लेखिएको छ। र अर्को छ एउटा मुक्तिको टोप चाहिँ लगाऊ भनेर चाहिँ परमेश्वरले यहाँनिर हामीलाई भन्दै हुनुहुन्छ। मुक्ति चाहिँ परमेश्वरबाट पाउने इनाम हो, जुन तपाईँ हाम्रो चाहिँ पहिचान हो। हेर्नुहोस् है, मुक्ति चाहिँ परमेश्वरले दिनुभएको इनाम हो, जुन इनाम परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ, त्यो चाहिँ हाम्रो पहिचान हो।
हेर्नुहोस् त, तपाईँ र मैले संसारमा पनि कुनै चिजबाट हामी सम्मानित भयो भने, अर्थात् कुनै सम्मान, कुनै इनाम हामीले पायो भने त्यो इनाम नै हाम्रो पहिचान भएर जान्छ नि। तर परमेश्वरले चाहिँ आज जुन इनाम तपाईँ र मलाई दिनुभएको छ, त्यो इनाम चाहिँ तपाईँ र मेरो पहिचान हो, हाम्रो चिनारी हो। मुक्ति चाहिँ हाम्रो चिनारी हो। त्यसैले पनि परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ कि मुक्तिको टोप लगाऊ। टोप भनेको चाहिँ जहिले पनि शिरमा लाउने कुरा हो नि, टाउकोमा लाउने कुरा हो नि। अनि टाउकोमा राखिएको कुराहरू चाहिँ देखिन्छ नि, प्रष्टै देखिन्छ, टाढा टाढाबाट पनि देखिन्छ क्या। हेर्नुहोस्, यो जुन मुक्ति परमेश्वरबाट हामीले पाएका छौँ त्यो चाहिँ तपाईँ र मेरो पहिचान हो। अनि त्यो पहिचानलाई चाहिँ परमेश्वरले चाहिँ मुक्तिलाई चाहिँ टोपसँग तुलना गर्नुभएको छ, जुन कुरा हामीले शिरमा लाउँछौँ। भन्नुको तात्पर्य चाहिँ मुक्ति जुन हामीले पाएका छौँ नि त्यो चाहिँ देखिनुपर्छ, त्यो चाहिँ हाम्रो जीवन व्यवहारबाट प्रष्ट रूपमा चाहिँ प्रकट हुनुपर्छ। तब मात्र हामीलाई अरूले हेर्नेले पनि भन्न सक्छ कि साँच्चै यसले चाहिँ मुक्ति पाएको छ। मैले यसमा चाहिँ थोरै एउटा घटनालाई जोड्न चाहेँ। एक ठाउँमा चाहिँ सुसमाचार सुनाउँदै गएछ अरे। अनि सुनाउँदै जाने क्रममा चाहिँ के अरे त्यहाँ चाहिँ सुनाउँदै जाने क्रममा चाहिँ येशू ख्रीष्टले यस्तो गर्नुभयो, यसरी क्रुसमा चढ्नुभयो, मर्नुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो र स्वर्ग उचालिने हो भनिरहँदाखेरि चाहिँ त्यहाँ त्यो जुन सुसमाचार राखेकोले चाहिँ यस्तै मान्छे हाम्रो गाउँमा पनि छ है भनेर चाहिँ भनेछ अरे क्या। जुन सुसमाचार उसले सुनिराखेको छ, सुसमाचार सुनिराख्ने व्यक्तिले चाहिँ यस्तै मान्छे हाम्रो गाउँमा पनि एकजना हुनुहुन्छ भनेर चाहिँ भनेछ अरे। भन्नुको अर्थ चाहिँ मुक्ति चाहिँ देखिने कुरा हो, त्यो चाहिँ प्रष्टै रूपमा चाहिँ तपाईँ र मेरो जीवन व्यवहारबाट चाहिँ देखिनु आवश्यक छ। मुक्ति चाहिँ मैले पाएको छु, यो चाहिँ इनाम हो, परमेश्वरले दिनुभएको इनाम हो, यो मेरो पहिचान हो। जुन कुरा चाहिँ मैले पाएको छु भन्ने कुरा चाहिँ तपाईँ र मेरो जीवन व्यवहारबाट चाहिँ प्रष्ट रूपमा चाहिँ देखिनु आवश्यक छ। तब मात्र तपाईँ र मैले चाहिँ मुक्ति पाएको हो भन्ने कुराको चाहिँ प्रमाण हो, जुन कुरा चाहिँ परमेश्वरले चाहिँ टोप यहाँ माथि शिरमा लाउने चाहिँ टोपसँग चाहिँ तुलना गर्नुभएको छ। अनि मुक्ति चाहिँ मात्र येशू ख्रीष्टमा पाइन्छ, अन्त कतै पनि मुक्ति छैन। मात्र येशू ख्रीष्टमा मात्रै हामीले त्यो मुक्ति, त्यो इनाम, त्यो पहिचान हामीले पाउन सक्छौँ। अनि प्रेरितको पुस्तक 4 अध्यायको 12 पदमा यसरी लेखिएको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएकै छैन। हेर्नुहोस् है, मुक्ति चाहिँ येशू ख्रीष्टमा मात्र हामीले पाउन सक्छौँ। अनि यहाँनिर भनिएको छ प्रेरित 4को 12मा चाहिँ स्वर्गमुनि मानिसहरूमा अरू कुनै नाउँ चाहिँ दिएको छैन जसबाट चाहिँ हामीले मुक्ति पाउन सक्छौँ। त्यो एउटै नाम हो जुन येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। येशू ख्रीष्टमा मात्र हामीले त्यो मुक्ति पाउन सक्छौँ। येशू ख्रीष्ट मात्र हाम्रो उद्धारको निम्ति चाहिँ यो संसारमा आउनु भएको हो। येशू ख्रीष्टले मात्र हामीलाई त्यो स्वर्गको राज्य, त्यो स्वर्गको आनन्द र शान्ति दिन सक्छ। अरू कसैले पनि हामीलाई त्यो आनन्द र शान्ति दिन सक्दैन। अनि त्यो आनन्द र शान्ति, त्यो मुक्ति दिनको निम्ति चाहिँ परमेश्वरले आज हामीलाई त्यो मुक्तिको टोप चाहिँ लगाऊ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। अनि यसबाट चाहिँ हामी दियावलसको योजनाहरू, युक्तिहरू, बन्धनहरू, समस्याहरू जति पनि हाम्रो जीवनमा ल्याउँदछ नि, हामी त्यसबाट छुटकारा पाउन सक्छौँ। हाम्रो छुटकारा चाहिँ पाउनको निम्ति चाहिँ मुक्तिको टोप चाहिँ हामीले लाउनु आवश्यक छ, लगाएर भिरेर हिँडिराख्नु आवश्यक छ। किन त यो त देखाउने कुरा हो नि त, यो त देख्नु छ, अरूले पनि देख्नु छ। टाढा दुश्मनले पनि यदि आक्रमण गर्न आइरहेछ भने टाढैबाट देखोस् कि ओहो यसले चाहिँ मुक्तिको टोप लगाएको छ, यसले त पहिले नै मुक्ति पाइसकेको छ, अब यसलाई कसरी आक्रमण गर्ने।
त्यो चाहिँ हाम्रो जीवन र व्यवहारबाट चाहिँ देखिनु आवश्यक छ। तब मात्र हामीले चाहिँ मुक्ति पाएको हो भन्ने कुराको चाहिँ प्रमाण हो, त्यो चाहिँ हाम्रो पहिचान हो। अनि अन्तिममा चाहिँ हामी पवित्र आत्माको तरवार भनेर चाहिँ यहाँ चाहिँ लेखिएको छ, पवित्र आत्माको तरवार। हेर्नुहोस् है, अब यहाँनेरि कस्तो चाहिँ परमेश्वरले चाहिँ कसरी तुलनात्मक रूपमा चाहिँ हामीलाई वचन दिइराख्नु भएको छ भनेदेखिलाई, अघि हामीले 5वटा आत्मिक हतियारहरू हेऱ्यौँ। सत्यता, धार्मिकता, सुसमाचार, विश्वास र मुक्ति। अनि यसले चाहिँ तपाईँ र मलाई चाहिँ शैतानबाट, दियाबलसबाट भएको आक्रमणबाट चाहिँ सुरक्षा दिने काम गर्छ। अघि हामीले जति पनि परमेश्वरका हात हतियारहरू हेऱ्यौँ, त्यसले चाहिँ जब हामी युद्धमा छौँ, हामी मैदानमा छौँ भनेदेखि चाहिँ परमेश्वरले के अरे शैतानबाट आएको जति पनि आक्रमण छ त्यसबाट चाहिँ हामीलाई सुरक्षा दिने काम चाहिँ भएको छ। तर पवित्र आत्मा चाहिँ यस्तो हतियारको रूपमा प्रभुले यहाँनिर चलाउनु भएको छ, भन्नुभएको छ, जसलाई चाहिँ तरवारको रूपमा प्रभुले यहाँनिर हामीलाई भन्दै हुनुहुन्छ। तरवार, एउटा युद्धमा हिँडेको एउटा सिपाही चाहिँ सबै कुरा चाहिँ त्यो सुरक्षाको जति पनि साधनहरू चाहिँ पहिरिएर चाहिँ गएको छ, तर उसले हतियार बोक्न चाहिँ बिर्सेको छ भनेदेखिलाई चाहिँ के हुन्छ होला? यदि उसले हतियार नै बोकेर गएको छैन भनेदेखिलाई त ऊ क्षणिक समयसम्म त त्यहाँ सुरक्षामा रहन सक्छ होला, तर उसले जुन उद्देश्यले चाहिँ ऊ लडाइँमा गएको छ उसले त्यो पुरा गर्न सक्दैन नि। किनभने लडाइँमा जानुको अर्थ, युद्धमा जानुको अर्थ चाहिँ आफू सुरक्षामा रहेर शत्रुलाई नाश पार्नु हो। हेर्नुहोस् है, आफू त सुरक्षामा रहनु नै पर्छ, तर सुरक्षाको सँगसँगै हामीले शत्रुलाई पनि नाश पार्नुपर्छ। जब शत्रुलाई हामी मार्न सक्छौँ तब मात्र हामीले विजय प्राप्त गर्न सक्छौँ नि। अनि शत्रुलाई नाश गर्ने हतियार चाहिँ तरवारै हो। यदि तरवारै बोकेको छैन भनेदेखिलाई चाहिँ हामीले विजय प्राप्त गर्न सक्दैनौँ। अनि परमेश्वरले चाहिँ यहाँनिर चाहिँ भन्दै हुनुहुन्छ कि पवित्र आत्माको तरवार, हेर्नुहोस् है, पवित्र आत्माको तरवार ल्याऊ भनेर चाहिँ भन्नुभएको छ। अनि पवित्र आत्मा चाहिँ ले मात्र हामीले चाहिँ शत्रुलाई चाहिँ नाश गर्न सक्छौँ, समाप्त पार्न सक्छौँ। अनि यो पवित्र आत्माको विषयमा चाहिँ हामीले धेरै, अस्ति हामीले 3 हप्ता चाहिँ कन्टिन्युअसली पवित्र आत्माले भरिनु भनेको के हो, पवित्र आत्माले भरिनु किन आवश्यक छ र पवित्र आत्माले कसरी भरिने भन्ने कुराहरू हामीले हेरिसकेका छौँ। जब तपाईँ र म पवित्र आत्माले भरिदछौँ नि, अनि पवित्र आत्माको शक्ति चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। र जुन शक्ति, जुन वरदान तपाईँ र मेरो जीवनमा हामीले पवित्र आत्माबाट हामीले पाउँछौँ, त्यो चाहिँ तरवार हो, त्यो चाहिँ हतियार हो। त्यसले चाहिँ हामीले शत्रुलाई चाहिँ मार्न सक्छौँ, नाश गर्न सक्छौँ। मैले अघि पनि भने, हामी चाहिँ सुसज्जित भएर के सजिएर सुरक्षाका सबै कुराहरू हामी बोकेर चाहिँ लडाइँमा गएका छौँ, तर शत्रुलाई मार्नको निम्ति कुनै पनि हतियार बोकेको छैन भनेदेखिलाई त केही क्षणसम्म त हामी त्यहाँ सुरक्षामा रहन सक्छौँ, तर कुनै न कुनै समयमा चाहिँ हामी चाहिँ नाश हुन्छौँ त्यहाँ। तर परमेश्वरले चाहिँ भन्दै हुनुहुन्छ कि पवित्र आत्माको तरवार ल्याऊ र मैदानमा जाऊ, लडाइँ लड र तिमीहरूले विजय प्राप्त गर्नेछौ। पवित्र आत्माले मात्र हामीले त्यो विजय प्राप्त गर्न सक्छौँ। अनि यहाँनिर के भनिएको छ भने 18 पदमा चाहिँ के अरे 17 पदमा चाहिँ पवित्र आत्माको तरवार ल्याऊ, जो चाहिँ परमेश्वरको वचन हो। परमेश्वरको वचन नै पवित्र आत्मा हुनुहुन्छ। अनि हामी यूहन्ना 1:1 हेर्छौँ भनेदेखिलाई चाहिँ आदिमा वचन परमेश्वर हुनुहुन्थ्यो, वचनै परमेश्वर हुनुहुन्थ्यो र वचन चाहिँ परमेश्वरसँग हुनुहुन्थ्यो।
अनि हामी यो कुरामा विश्वास गर्छौँ कि हामी त्रिएक परमेश्वरलाई विश्वास गर्छौँ, पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर। अनि पवित्र आत्मा पनि एक परमेश्वर भएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ पवित्र आत्मालाई चाहिँ तरवारसँग चाहिँ तुलना गरेको हामी यहाँनिर पाउँदछौँ। पवित्र आत्माले मात्र त्यो युद्ध चाहिँ हामीले जित्न सक्छौँ। नभएदेखिलाई त जति सिँगारेर गए पनि, जति चाहिँ त्यो सुरक्षाको त्यो सबै कुरा चाहिँ त्यो के अरे फलामले चाहिँ फलामको त्यो लुगा बनाएर लाएर गए पनि हामी क्षणिकसम्म त हामी सुरक्षामा रहन सक्छौँ। तर हामीसँग कुनै हात हतियार छैन भनेदेखिलाई चाहिँ हामीले चाहिँ विजय प्राप्त गर्न सक्दैनौँ। अनि त्यो विजय प्राप्त गर्नको निम्ति चाहिँ पवित्र आत्माको भरिपुरी, पवित्र आत्मामा भरिएर चाहिँ जुन शक्ति हामीले पाउन सक्छौँ त्यो चाहिँ हाम्रो निम्ति चाहिँ तरवार हो। अनि यहाँनिर चाहिँ के अरे प्रेरित 1:8 चाहिँ यसरी लेखिएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। आमेन। पवित्र आत्मा चाहिँ तपाईँ र मेरो जीवनमा हामीले पाइसके पछाडि, पवित्र आत्माको भरिपुरी चाहिँ हाम्रो जीवनमा भइसके पछाडि चाहिँ यहाँनिर पनि प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्नुभएको वचन हो, पवित्र आत्मा म तिमीहरूलाई पठाउने छु र पवित्र आत्मा ओर्ली आउनु भए पछाडि चाहिँ तिमीहरूले शक्ति पाउनेछौ भनेर चाहिँ अनि भन्नुभएको छ। र पेन्तिकोसको दिनमा चाहिँ पवित्र आत्मा ओर्लेर आउनु भएको छ र येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेक चाहिँ पवित्र आत्माले भरिएको हामी त्यहाँनिर पाउँदछौँ। र त्यो पवित्र आत्माको शक्तिबाट चाहिँ त्यसै दिनमा चाहिँ 3000 जना मानिसहरू चाहिँ थपिएको कुरा पनि हामी त्यहाँनिर पाउँदछौँ। भन्नुको अर्थ चाहिँ पवित्र आत्मा चाहिँ शक्ति हो। परमेश्वरको राज्य वृद्धि हुनु भनेको चाहिँ शैतान हार्नु हो नि। शैतान हारेर मात्र परमेश्वरको राज्य वृद्धि हुन सक्छ, नभएदेखिलाई चाहिँ परमेश्वरको राज्य चाहिँ वृद्धि हुन सक्दैन। जब शैतान हार्दछ तब मात्र परमेश्वरको राज्य वृद्धि हुँदछ। अनि यहाँनिर चाहिँ यसै खण्डमा प्रेरित 1:8 नै पवित्र आत्मा आउनु भए पछाडि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। को अर्थ चाहिँ पवित्र आत्माको भरिपुरीमा चाहिँ परमेश्वरको राज्य चाहिँ यो संसारको यो पृथ्वीको अन्तिम छेउसम्म चाहिँ वृद्धि हुने कुरा चाहिँ हामी यहाँनिर पाउँदछौँ। अनि मैले अघि पनि थोरै भने कि पेन्तिकोसको दिनमा चाहिँ पवित्र आत्मा यो संसारमा ओर्ली आउनु भएको दिन हो। त्यो दिनमा चाहिँ 120 जनाको सङ्ख्यामा चाहिँ 3000 मानिस चाहिँ थपिएको कुरा चाहिँ हामी पाउँदछौँ। अनि त्यो चाहिँ पवित्र आत्माले मात्र गर्न सक्छ। त्यो चाहिँ पवित्र आत्माले मात्र त्यो कुरा चाहिँ विजय दिन सक्छ। अघि पनि मैले भने कि शैतान हार्नु भनेको चाहिँ परमेश्वरको राज्य वृद्धि हुनु हो, परमेश्वरको राज्य चाहिँ बढ्नु हो। परमेश्वरको राज्य बढ्नको निम्ति चाहिँ शैतानको हार हुनु आवश्यक छ। शैतान हारेर मात्र चाहिँ हामीले चाहिँ त्यो विजय प्राप्त गर्न सक्छौँ। अनि आज परमेश्वरले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ जुन आत्मिक युद्धमा चाहिँ हामी छौँ, त्यो आत्मिक युद्धको निम्ति चाहिँ जुन हात हतियार प्रभु परमेश्वरले हामीलाई दिनुभएको छ त्यो चाहिँ धारण गर भनेर चाहिँ भन्नुभएको छ। हेर्नुहोस् है, त्यो चाहिँ धारण गर्नु आवश्यक छ। धारण गरेर हामी यदि युद्धमा जान्छौँ, हामी चाहिँ हामी जुन युद्धमा हामी छौँ तब मात्र हामीले विजय प्राप्त गर्न सक्छौँ। अनि यो धारण गर्नुको ठेट मिनिङ चाहिँ, त्यसको अर्थ चाहिँ पहिरनु। हेर्नुहोस् है, पहिरनु हो। तर यहाँनिर एउटा कुरा चाहिँ प्रभुले के भन्दै हुनुहुन्छ भनेदेखिलाई चाहिँ त्यो धारण गर्नु चाहिँ सर्पले काँचुली फेर्छ नि, सर्पले काँचुली फेर्छ नि, सर्पले चाहिँ वर्षमा 3 देखि 4 पटकसम्म चाहिँ काँचुली फेर्छ क्या।
अनि सर्पले काँचुले त फेरिरहन्छ, त्यो आफ्नो शरीरको जुन बाहिरी कभर त फेरिरहन्छ, तर सर्प त एउटै रहन्छ नि। उसले विषै फाल्छ, ऊ एउटै कुरा, उसको शरीर परिवर्तन भएको होइन, तर उसले जुन शरीरको बाहिरी जुन फोहोर भाग छ त्यो चाहिँ फालेको कुरा हो। तर धारण गर्नु भनेको चाहिँ कस्तो हो भनेर चाहिँ आज परमेश्वरले भन्दै हुनुहुन्छ कि धारण गर्नु भनेको चाहिँ एउटा झुसिल किरा हुन्छ नि, झुसिल किरा चाहिँ पुतलीमा परिणत हुनु जस्तै हो भनेर चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ। धारण चाहिँ कसरी गर्नु हामीले आवश्यक छ भनेदेखिलाई चाहिँ एउटा झुसिल किराले चाहिँ यति धेरै सङ्घर्ष गर्छ कि त्यो पुतली बन्नको निम्ति उसलाई यो कुरा पनि थाहा छैन कि म भोलि पुतली हुन्छु कि हुँदिनँ भनेर, तर उसले कन्टिन्युस त्यो उसको सङ्घर्ष चाहिँ जारी राख्छ उसले, र अन्त्यमा चाहिँ ऊ पुतलीमा चाहिँ परिणत हुन्छ। हेर्नुहोस् है, परिणतको अर्थ चाहिँ परिवर्तन हुन्छ। अनि जब ऊ पुतलीमा परिणत हुन्छ नि, उसले पृथ्वीको जुन सङ्घर्ष छ नि, उसको पृथ्वीको सङ्घर्ष चाहिँ समाप्त हुन्छ। जुन सतहमा उसले सङ्घर्ष गरेको छ, हेर्नुहोस् न, एउटा झुसिल किरा भइरहँदाखेरि उसलाई कति डर छ नि, कहिले मान्छेले कुल्चिने, कहिले हरेकले कुल्चिन्छ नि, तर जब ऊ पुतलीमा परिणत हुन्छ नि, ऊ स्वतन्त्र हुन्छ, ऊ उड्न सक्छ, उसले चाहेको जुन ठाउँमा पनि ऊ जान सक्छ, जुन फुललाई पनि उसले चाहिँ अब फुलमाथि बस्न सक्छ। उसको सङ्घर्षको दिनहरू चाहिँ सम्झिँदाखेरि कति कठिनाइ छ नि, तर जब उसले सङ्घर्ष पार गर्छ नि, ऊ पुतली बन्दछ। अनि पुतली बनिसके पछाडि उसको लाइफ, उसको जीवनै फरक हुन्छ। हो, आज परमेश्वरले तपाईँ र मलाई पनि परमेश्वरको हात हतियार चाहिँ एउटा झुसिल किरा चाहिँ पुतलीमा परिणत भए जसरी नै धारण गर्नु आवश्यक छ भनेर चाहिँ आज हामी 2026 सालको जुन नयाँ सालको हामी पहिलो महिनामा नै छौँ। आज परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ त्यो हात हतियार सहित अबको जीवन, अब तपाईँ र मेरो जीवन चाहिँ जुन आत्मिक लडाइँको निम्ति छ, यो चाहिँ हामी संसारको त्यो के अरे शासक हुनको निम्ति हाम्रो लडाइँ चाहिँ त्यो शासकहरू बन्नको निम्ति होइन। हामी शासक हुनको निम्ति, हामी चाहिँ सरकारमा रहेर कुनै ठुलो पोजिसनमा रहेर चाहिँ हामी चाहिँ जनतालाई चाहिँ शासन गर्नको निम्ति हाम्रो यो लडाइँ होइन। हाम्रो लडाइँ चाहिँ स्वर्गको राज्य इनाम, अघि मुक्तिको टोप भने जस्तै त्यो मुक्ति प्राप्त गर्नको निम्ति, त्यो अनन्त जीवन पाउनको निम्ति, त्यो स्वर्गीय आनन्द पाउनको निम्ति, त्यो स्वर्गमा प्रभु येशू ख्रीष्टसँगै बस्नको निम्ति चाहिँ हाम्रो लडाइँ हो। अनि त्यो लडाइँको निम्ति चाहिँ आज परमेश्वरले चाहिँ वचनबाट चाहिँ हामीलाई भन्दै हुनुहुन्छ कि त्यो लडाइँको निम्ति चाहिँ जुन हात हतियारहरू हाम्रो जीवनमा आवश्यक छ त्यो कुरा चाहिँ धारण गर भनेर चाहिँ आजको वचनमा मलाई र तपाईँ हामी सबैजनालाई चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ। त्यो पनि सर्पले काँचुले फेरे जस्तो होइन। सर्पले हामी हेर्छौँ, अब इन्टरनेटमा पनि हामी हेर्न सक्छौँ, सर्पले चाहिँ वर्षमा 3 देखि 4 पटकसम्म चाहिँ काँचुले फेर्ने गर्छ। तर उसले काँचुले त फेर्यो, शरीरको बाहिर कभर के जुन फोहोर हुन्छ नि, तर परमेश्वरले आज तपाईँ र मलाई चाहिँ हृदयको शुद्धता, हृदयबाट नै विश्वास गर्नुपर्छ है भन्ने कुरा चाहिँ परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ। बाहिरी कभर त हामी फेर्छौँ नि, होइन, जसरी सर्पले पनि त्यो काँचुले फेरेर बाहिरको फोहोरहरू फाल्ने काम त गर्छ नि, तर हेर्नु झुसिल किराले त आफ्नो रूप, जुन किराको रूप नै परिवर्तन गरेर पुतलीमा परिणत हुन्छ। हो, आज तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले त्यो हात हतियार चाहिँ त्यसरी नै धारण गर्नुपर्छ भन्ने कुरा चाहिँ आजको वचनले चाहिँ हामीलाई भन्दछ। अनि आजको वचनमा चाहिँ परमेश्वरको हात हतियार चाहिँ संसारिक लडाइँको निम्ति होइन। यहाँनिर चाहिँ हामी संसारमा जिइरहँदाखेरि
चाहिँ जुन जीवनमा आइपर्दछ ती कुराहरूको निम्ति सँगसँगै स्वर्गीय राज्यमा स्वर्गको स्थानहरूमा पनि जुन दुष्टाइहरू छ त्यसको निम्ति पनि चाहिँ हामीलाई चाहिँ यो हात हतियार धारण गर्नु आवश्यक छ भन्ने कुरा चाहिँ परमेश्वरले आजको वचनबाट मलाई अनि तपाईँ हामी सबैजनालाई चाहिँ सिकाउनु भएको छ, भन्नुभएको छ। अब उसको जीवन हामी जसरी हामी नयाँ सालमै छौँ, 2026को नयाँ जुन हामी पहिलो महिनाको दोस्रो हप्तामै छौँ। अब उसको जीवन चाहिँ हाम्रो लडाइँ चाहिँ आत्मिक लडाइँ हो। अनि यो आत्मिक लडाइँमा चाहिँ जब हामी विजय प्राप्त गर्न सक्छौँ नि, अनि पावलले भन्दछ कि के अरे मैले सबै कुरा प्राप्त गरिसकेँ भने त होइन, तर म त्यो पाउनको निम्ति चाहिँ म अगाडि बढिरहेको छु। र अन्तिममा उसले भनेको छ कि मैले मेरो दौड सकाएँ भनेको छ। अनि त्यो दौड सकाउनको निम्ति चाहिँ तपाईँ र म चाहिँ तयार हुनु आवश्यक छ। त्यसैले पहिलो थेस्लोनिकीमा चाहिँ 5 अध्यायको 19 पदमा चाहिँ यसरी लेखिएको छ, पवित्र आत्मालाई ननिभाऊ, पवित्र आत्मालाई ननिभाऊ भनेर चाहिँ त्यहाँनिर भनिएको छ। को अर्थ चाहिँ प्रत्येक दिन, प्रत्येक समय, अझ प्रत्येक दिन होइन, प्रत्येक समयमा चाहिँ हामी चाहिँ पवित्र आत्मामा भरिनु आवश्यक छ। र पवित्र आत्मामा भरिएर जुन जीवन हामी जिउँदछौँ त्यसले चाहिँ हामीलाई विजय दिँदछ। अनि यहाँनिर चाहिँ हामीले एफिसीकै यो के अरे 6 अध्यायको 18मा हामी हेर्छौँ भनेदेखिलाई चाहिँ सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर भनेर चाहिँ भनिएको छ। सबै निवेदन, सबै प्रार्थना चाहिँ हामी पवित्र आत्मामा भएर हामीले जुन प्रार्थना गर्छौँ, जुन आत्मामा हामी रहन्छौँ भनेदेखिलाई चाहिँ त्यसले चाहिँ तपाईँ र मलाई चाहिँ साँच्चै हामीले चाहिँ मुक्तिको टोप लगाएको जस्तै हो। टाढाबाट हेर्दाखेरि पनि ओहो ल यो मान्छे चाहिँ यसलाई चाहिँ हामीले छुन सक्दैन। किनभने उसले मुक्ति पाइसकेको छ। मुक्ति पाइसकेकोलाई चाहिँ त्यो शत्रुले पनि आएर चाहिँ हतपति आक्रमण गर्न सक्दैन। त्यो जीवन जिउँदाखेरि मात्र हामीले त्यो विजय प्राप्त गर्न सक्छौँ र शैतानको हरेक युक्ति र योजनाहरू चाहिँ हामीले तोड्न सक्छौँ, समाप्त पार्न सक्छौँ भन्ने कुरा चाहिँ आज परमेश्वरले तपाईँ र मलाई सिकाउनु भएको छ। आशा छ परमेश्वरले हामी सबैजनालाई जुन उद्देश्यले उहाँले यो वचन दिनुभएको छ हामी सबैजनालाई त्यो बुझ्ने हृदय पनि परमेश्वरले दिनुभएको छ। हुन्छ, यति नै गर्दै बाँकी समय चाहिँ म प्रिय भाइ हाम्रो कौशल भाइलाई दिन चाहन्छु। हस्, सबैजनालाई जय मसीह।